यो हो देउराली। हामी चाहिँ अहिले देउराली भन्ने छ के अरे के पितम देउराली। अब यहाँबाट चाहिँ हाम्रो ट्रेकिङ सुरु। यहाँसम्म चाहिँ हामी हिजो बाइकमा आएको होइन। सनराइज भएको छ ठिक्क। हाम्रो ट्रेक सुरु भइसकेको छ। यहाँबाट हामी तल देउरालीबाट हिँड्दैछौँ होइन। अहिले अब हामी हाम्रो आजको टार्गेट भनेको हाम्रो बेस क्याम्प हाई बेस क्याम्पमै पुग्ने हो। हेरौँ होइन कति घन्टामा पुगिन्छ। लगभग 12 घन्टा लाग्छ भनेको छ यहाँबाट चाहिँ। हामी चाहिँ तर कति घन्टामा पुग्ने रे 10 घन्टामै पुग्दिउँ क्या जस्तो लागेको छ। यस्तो छैन बाटो चाहिँ। अहिले बजेको छ हाम्रो कति भन्दाखेरि 7:30। कति घन्टा पुगिन्छ हेरौँ है त। जस्ट अब चाहिँ उकालो सुरु भयो। नदीको उकालो भर्खर सुरु भयो यहाँबाट चाहिँ जस्तो लाग्यो मलाई चाहिँ होइन। अहिलेसम्म त्यस्तो उकालो पनि छैन। ओके म चाहिँ ज्याकेट खोलिदिएँ होइन मैले चाहिँ अब किनकि एकदम उकालो हिँड्दा चाहिँ अलिक गर्मी हुँदो रहेछ। त्यही भएर हिँड्दा चाहिँ खासै त्यस्तो बाक्लो ज्याकेट नलागे राम्रो जस्तो लाग्यो मलाई। बस्दा मात्रै एकदम अलिक जाडो हुने हावा चलेर नत्र नर्मल टी सर्टमा पनि हिँड्न सकिन्छ है त। अहिले एकदम तेर्से मात्रै गइरहेको छु होइन। यो सब तेर्से बाटो मात्रै छ। यो दुईवटा बाटो छुटेको थियो उता। यो चाहिँ अलिक सर्टकट जस्तो थियो र यताबाट आएको तर सर्टकट हो कि खै के हो थाहा छैन होइन। अहिलेसम्म उकालो चाहिँ आएको छैन त्यस्तो। हेरौँ अब कस्तो हुन्छ बाटो। अहिलेलाई त हिमाल केही पनि देखेको छैन। सबै झना जङ्गल मात्रै छ। म एक्लै हिँडिरहेको छु। ल अहिले यहाँ फेरि 2 वे आएको छ। यहाँ यस्तो छ होइन। यो अहिले एउटा भ्यू पोइन्ट भन्ने आइपुग्यो। के भ्यू पोइन्ट हो त्यो चाहिँ परै गएर हेरौँला। ल अहिले यो भ्यू पोइन्टबाट ग्रिन भ्यू पोइन्टबाट अब म चाहिँ उकालो जाँदैछु। म ग्रिन भ्यू पोइन्टबाट जाँदैछु माथि। अनि अब यहाँबाट फरेस्ट बेस क्याम्प पुग्न चाहिँ 2.5 घन्टा लाग्छ अरे नर्मल्ली हिँड्दाखेरि। यहाँको मान्छेहरूले भनेको अनुसार कति लाग्छ होइन। अब अहिलेसम्म चाहिँ यस्तो वाउ भन्ने खालको भ्यू मैले त्यस्तो केही देखेको छैन होइन। म हिमाल हेर्न आएको त्यही भएर म हिमाल देखेपछि मात्रै वाउ भन्छु। वे टु फरेस्ट क्याम्प। अहिले कहाँ आइपुग्यो चाहिँ थाहा भएन कहाँ आइपुग्यो होइन। लाफा किचनमा आइपुगेछ। यहाँबाट अलिअलि भ्यू देख्दो रहेछ होइन। हल्का हिमालहरू अलिक खुलेको भए मजाले देख्थ्यो होला। यता छ फरेस्ट क्याम्प चाहिँ। यो बाटो जाने हामी यो बाटो हुँदै जानुपर्छ। वे टु फरेस्ट क्याम्प। ओके अब यस्तै छ। अहिले म फरेस्ट क्याम्प पुग्न लागेँ। अब एक घन्टामा पुगिन्छ होला सायद। मान्छेहरूले भन्नुहुन्छ अहिलेसम्म एकजना पनि मान्छे भेटेको छैन मैले। एकजना मान्छे भेटेर उहाँलाई मैले क्यामेरा चाहिँ दिएको छु। अन्त उयो मान्छे भेटिहालेँ होइन। त्यही भएर यहाँ सँगै जाउँ भनेर सल्लाह गरेर भिडियोमा बल्ल हिमाल देखेँ मैले चाहिँ अहिले। ओ दामी देखेको चाहिँ
कुन हिमाल हो यो कुन हिमाल दाइ यो माछा पुच्छ्रे माछा पुच्छ्रे ओके दामी देख्यो बल्ल त्यो हो माछा पुच्छ्रे माछाको पुच्छर ओके अहिले हामी फर्स्ट क्याम्प पुग्न लाग्यो म चाहिँ पुग्न लागेँ भर्खरै हिमालको दर्शन भयो भर्खर मात्रै अलिक राम्ररी आज मौसम पनि जस खुलेको जस्तो छ बाइ द वे यो चाहिँ मेरो एकदम फर्स्ट ट्रेक हो फर्स्ट टाइम ट्रेकिङ आएको म अब त्यही भएर सर्ट ट्रेक एकदम मार्दी ट्रेक चाहिँ सर्ट ट्रेक हो तर यहाँ दुईवटा बाटो आयो यहाँ पनि आयो यता पनि आयो कुन बाटो हो त बाटो हेर्दा त यो जस्तो छ यही होला भन्ने जस्तो लागिरहेछ तर यही बाटो चल्दिएँ म चाहिँ यो तेर्सो बाटो होला माथिल्लो बाटो चाहिँ माथि डाँडामा हुँदै झर्ने जस्तो लाग्यो त्यस्तै जस्तो लागेर हिँड्दैछु होइन अब कहाँ पुग्छु थाहा छैन अझ घाम लागेको छ दामी छ मौसम के अहिले फेरि जङ्गल कटेर यो के ठाउँ आइपुग्यो होइन यो चाहिँ यहाँ पुगेर हेरौँ यहाँबाट भ्यू कस्तो देख्छ यहाँ हिमाल देख्नुपर्ने जस्तो लाग्यो मलाई चाहिँ तर खै छैन ए यस हिमाल यहाँबाट फेरि हिमाल देखेको छ त्यही कुनेर माछा पुच्छ्रे ओके म हिँड्दा हिँड्दा यहाँनिर एउटा चिज देखेँ यो हो धरान भनेको यही रहेछ होइन यही हो है आरा काट्ने धरान भनेको चाहिँ यसमा चाहिँ यस्तो राखेर माथिबाट यो दिन्छ माथिको तलबाट यो धरानमा काटेको अनि अहिले म हिँडिरहेको छु कति अल्टिट्युड भने यो 2550 मिटर अल्टिट्युडमा अहिलेसम्म एकदम नर्मल छैन है केही गाह्रो साह्रो भएको छैन किनकि सबै बाटो एकदम तेर्सो छ उकालो चढिएको छैन त्यति ठिक छ एकदम अहिलेसम्म चाहिँ घाम लागिरहेछ सर्किट छ कमाल छ ओके अहिले हामी आइपुग्यो तल फरेस्ट क्याम्पबाट यो चाहिँ रेस्ट क्याम्प अरे अब यहाँबाट हामी जानेछौँ पुग्ने हो कुन क्याम्प भने कहिले हामी पुग्ने बेस क्याम्प त्यस पछाडि माथि हाई क्याम्प ओके यो चाहिँ के हो होइन यो हो भेडाको ऊन यहाँ भेडालाई ऊन निकाल्ने काम गरिन्छ जस्तो छ होइन भेडाको ऊन यस्तो छ अहिले यहाँ कहाँबाट नै फरेस्ट क्याम्पबाट हिँडेर पल्लो क्याम्प जाँदैछौँ फरेस्ट क्याम्पबाट हिँडेको एक घन्टा भयो यहाँ चाहिँ भेडाको ऊन निकालिँदो रहेछ हिउँ जस्तो देख्दो रहेछ बाटो दादा पनि एउटा हो लो क्याम्प आइपुग्यो है लो क्याम्प आइपुग्यो होइन लो क्याम्प यहाँबाट खाना खाने हामी यहाँ खाना खाएपछि चाहिँ हामी माथि हाई क्याम्प लाग्छौँ तर हामी कस्तो कहाँ कुन कताबाट आइन्छ त यहाँ जम्प हानेर गएको नि लो क्याम्प यस्तो छ लो क्याम्प चाहिँ लगभग देउरालीबाट 7:30 हिँडेर 1 बजीतिर लो क्याम्प आइपुग्यौँ एकदम हुस्से लागेर केही देखेको छैन चुर भने भ्यू दामी देख्थ्यो जस्तो छ
यहाँबाट चाहिँ यो बिचबाट छिरेर स्याट जाने रे ठ्याक्क हामी खाना जाले माथि खाने या अलि माथि ग्रिनल्यान्ड के छ अरे नि त अहिले चाहिँ त्यहाँ लोक्याममा खाना खाने भनेको थिएँ तर नखाने भइयो एकैचोटि अलि माथि ट्विन पिक के भन्ने ठाउँ छ अरे त्यहाँनिर खाने कुरा भयो होइन अनि खाना चाहिँ त्यहाँ खाने लगभग त्यहाँ पुग्दाखेरि 1:30 हुन्छ होला अहिलेलाई चाहिँ च्याकुचुक झला पुगेको च्याकुचुक खाँदै हिँड्दैछ अनि यो चाहिँ कफी हो स्पेसल प्याकेटको कफी बोतलमा लाएर सेक गरेको जामा अर्किन्छ त सेक गरेपछि यो आइस लात्ते भइहाल्यो जस्तै मिठो हुन्छ त्यसरी खाँदा एकदम हुस्से लागिरहेको छ अहिले चाहिँ पुरा हिमालहरू पनि देखिनु छाड्यो अब त आधी घन्टा ट्विन पिक आइपुग्यो अब यो ट्विन पिकमा चाहिँ खाना खाने हो यहाँनिर यस यस्तो हुस्से लागेको छ केही देखिँदैन हेलो हेलो नाइस टु मिट यु एस्प्रेसो सट यो के चाहिँ हिमालमा पनि एस्प्रेसो यो हाम्रो नर्मल हो होइन एकचोटि बनाएपछि यहाँ त्यो अप्सन छ यसमा छ होला नि हिमालमा एस्प्रेसो सट कति अल्टिट्युडमा यस्तो हुस्से लागिरहेको छ अहिले भर्खर यहाँ खाना खाइयो होइन यहाँ ट्विन पिक होटलमा अनि एस्प्रेसो खाइयो 250 को एस्प्रेसो होइन यस यता भनेको खाना चाहिँ महँगो अरू त ठिकै छ त्यस्तै हो 700 को भेज खाना आज मौसम चाहिँ खुल्दैन जस्तो छ भोलि बिहान हेरौँ कस्तो हुन्छ यस्तो छ अहिले चाहिँ पुरै हुस्से ड्याम यो के चरा हो यो यस्तो चरा त कहाँ तल थुनेर राखेको हुन्छ यो दाना सानो सानो रातो घङ्गरु भनेको तर होइन रहेछ घङ्गरु भए चाहिँ खाँदा हुन्थ्यो मिठो हुन्थ्यो यहाँ अलिअलि घाम आएको छ यहाँबाट फेरि उकालो छ अलिकति अब खाना खाएर हिँडेको छ अब हाई क्याम्पमा पुग्ने हो आज हाई क्याम्प लगभग 1 घन्टा पुगिन्छ होला यहाँबाट चाहिँ अहिले हामी हाई क्याम्प पुग्न लाग्यो बेस क्याम्पबाट अलि माथि ट्विन टिक होटलमा खाना खाएर अन्त भयो टु हाई क्याम्प उहाँको एउटा खुट्टा अलिक दुखिरहेको छ अरे नत्र अघि पुगिन्थ्यो हाई क्याम्प पनि होइन फेरि अलिक यस्तै छ तिमी नै मेरो हर पलको साथी भन्ने गीत सुनेको होला तिमी नै
मेरो भरपर्दो साथी सिम्पली द बेस्ट कान्तिपुर एफएम भन्ने कान्तिपुरको गीत हो नि होइन यो चाहिँ यस्तो छ भ्यू चाहिँ के गर्नु अब भ्यूै नदेखेपछि यस्तै छ यतिखेर यहाँ एउटा यत्रो हिमाल होला यहाँ कत्रो हिमाल होला ल अब चाहिँ हाई क्याम्पको नजिक आइपुग्यो कालो सकियो होला लगभग यस्तो छ खुसियाल आएर देखिने चाहिँ केही होइन के हेर्नु आएको भने यस्तै छ डाँडाकाँडा देखिँदैन यहाँको यस्तो छ होइन यहाँ चाहिँ अर्को गुराँस मात्रै छ गुराँसको फेदा मुनि सबै हिँडिरहेको छौँ तेर्सो छ यहाँबाट चाहिँ हाई क्याम्प पुग्नलाई हाई क्याम्प पुगिहाल्यो सजिलोसँग यतातिर चाहिँ मान्छेहरू भेटिन थाल्यो अब चाहिँ यस्तो मान्छेहरू आइरहेछन् होइन खुसी नै छ अहिलेसम्म पुरै मेरो त स्यालेरी छैन म त यसो सघाउनु मात्रै आएको यहाँतिर चाहिँ डाँफे पनि हिँड्छ अरे लक्की भयो भने चाहिँ अब डाँफे पनि देख्न पाइन्छ राष्ट्रिय चरा देख्ने मौका मिल्न सक्छ होइन अहिले चाहिँ एकदमै फरेस्ट क्याम्पबाट हिँडेको टुरिस्टहरू भेटिँदैछ हामी चाहिँ देउरालीबाट हिँडेको त्यही भएर अघि नभेटेको रहेछ होइन ओके यो चाहिँ बेस क्याम्प हाई क्याम्प आइपुगेको छ तर हिउँ हुस्सेल आएर केही नदेखिने भएको छ हाई क्याम्प हामी बस्ने चाहिँ आज यही बस्थ्यौँ भनेको होइन हाई क्याम्प यही हाई क्याम्पमा बस्दिने हो यहाँनिर यही होटल मार्दीमा यस्तो छ आज तर भ्यू केही देखिँदैन होइन भ्यू चाहिँ भोलि बिहान मात्रै देखिएला सायद यस्तो छ आज यहाँ बसेर यहाँबाट भोलि हामी उकालो लाग्छौँ